प्लेयरसँग खेलाइदिन्छु चिन्तै नगर्दा हुन्छ प्लेयर कति हो अब त मलाई यो यहाँ पिर्जन लिम्बुले काँचै खाइदिइहाल्छ नि अब यस्तो प्लेयरलाई हेरौँ तर न हेरौँ यस्तो म्याच हेर्न चाहिँ मजा आउँछ क्या यो पिसीहरू अब होइन तर खाइदिइहाल्छ त्यो साने भनेले पनि राम्रो हान्छ अनि प्रिजन भाइले त गेम देख्नु भएको छैन होला कहिले उनीहरू साथी अघि साथी त दाइ रहेछ नि अघि दाइ उसको साथीले के भन्यो सक्दिन भन्दै थिएन खतरा हान्छु भन्दै थिएन खतरा हान्छ त्यो भाइले 1v6 हान्छ अनि त्यो भाइले पनि स्पिन गर्छ क्या यसरी मेरो डिभाइस बनाइराख्छु प्लेन मोबाइल ल चुप मेरो युआइडी तिमीलाई पठाइराख्छु नम्बर प्लेन भएर न भोलि म तिमीलाई हेर्छु लु यहाँ तिम्रो के छ नाम भन ए फ्री फायरमा अनि भोलि खेलाइदिन्छु म खतरनाक केटा हो दिदी कस्तो रहेछ के तपाईँ के भयो कसले यस्तो जित्यो चाहिँ केटा हो यस्तो चाहिँ लाइफमा आउँदै यसरी चाहिँ नबोला सबै चिनजानको छ मैले माइक बन्द गरिदिएको थिएँ अहिले खोल्यो के भन्यो तिमीलाई चाहिँ किन चाहियो भन भनेर न कस्तो कस्तो रफ बोल्यो जस्तो लाग्यो क्या मलाई चाहिँ बोलेको हो मैले पनि सुने क्या मैले माइक अफ गरिदिएको थिएँ क्या चिनेको है फेरि जोलाई मुझे गाली खाने छ भने मुझे गाली खाऊ म पनि अब चाहिँ रेडी गएको पनि के हो त्यो अघि बोल्ने बोल्ने चाहिँ को हो मुख फाट्ने चाहिँ को हो मुख छाड्ने ऊ अन्जुलाई के भन्ने चाहिँ को हो त्यो कहाँनिर कहिले अहिले अहिले भर्खर भन्दै त मैले क्या फुल माइक बन्द गरेको थिएँ सुनिन हामीले सुन्यौँ नि त हामीले सुन्यौँ तिमीले नसुन्यौ पनि को मान्छे रहेछ नाम भन त नाम त अब के थाहा त त्यो ल्याम्मे बोलो प्याच्छे भन कस्तो नराम्रो भन क्या म यहाँनिर युआइडी दिँदै थिएँ क्या लाइफमा अनि तिमीहरूको साह्रो हल्ला आएर फुल माइक बन्द गरिरहेको थिएँ खै त मैले त्यस्तो दम छैन बोल न अब चाहिँ बोल न एकचोटि भन त अब चाहिँ एकचोटि बोल को पो बोलेको थियो घरमा आमा बाउले संस्कारै नसिकाएको भुतिएर अगाडि आएर खुल्लामा बोल्नु सक्दैन लुकेर बोल्छ त्यही त होइन नि घरको त्यो घरमा